माननीय सभामुखज्यू, गत भदौ 22 र 23 को नवयुवा वा जेन्जी आन्दोलनपछि देशको राजनीतिक नयाँ परिस्थितिमा पुगेको छ। विशेष गरी सामाजिक सञ्जालमाथिको प्रतिबन्ध, फुकुवा गर्नुपर्ने, भ्रष्टाचार, चरम व्यथिति, नातावाद, कृपावाद र परिवारवादमा झेलिएको राजनीति व्यवस्थाको अन्त्य गर्नुपर्ने मागसहित भएको आन्दोलनकै कारण प्रतिनिधि सभा भङ्ग हुन पुगेको छ। जेन्जी आन्दोलन र परिवर्तित राजनीतिक घटनाक्रमबाट उत्पन्न परिस्थितिका कारण लुम्बिनी प्रदेश सभाले पनि तीव्र गतिमा काम कारबाही अगाडि बढाउन सकेन। यस्तो परिस्थितिलाई चिर्दै प्रदेश सभाको बैठक सुचारू गर्नुभएकोमा माननीय सभामुख, प्रदेश सभा सचिवालय र माननीय सदस्यहरूप्रति हार्दिक आभार व्यक्त गर्दछु। माननीय सभामुखज्यू, जेन्जी आन्दोलनले देशलाई सुशासनमा लैजाने, रोजगारीका अवसर बढाउने, शिक्षा, स्वास्थ्य र रोजगार प्राप्तिको अधिकार सुनिश्चित गर्न राज्यलाई जिम्मेवार बनाउने, शिक्षा बढाउने र जिम्मेवारी पुरा गर्न सजग गराएको छ। यति मात्र होइन, समाजमा रहेका जातीय, लैङ्गिक, भाषिक, वर्गीय, क्षेत्रीय, सांस्कृतिक सबै खाले विभेद अन्त्य गर्दै सामाजिक न्यायमा आधारित समाज निर्माण गर्न राज्यलाई दबाब दिएको छ। लुम्बिनी प्रदेश सरकारले पनि प्रदेशभित्रको भ्रष्टाचार, अनियमितता र सामाजिक विभेद अन्त्यका लागि ठोस कदम चाल्ने निर्णय गरोस्। यसका लागि माननीय सभामुख मार्फत लुम्बिनी प्रदेश सरकारको गम्भीर ध्यान आकर्षण गराउन चाहन्छु। नम्बर 2, सङ्घीय संसद विघटन भएपछि यही फागुन 21 गते प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। प्रतिनिधि सभाको निर्वाचन सफलतापूर्वक सम्पन्न गर्ने दायित्व सङ्घीय सरकारको मात्र होइन, त्यसैले प्रतिनिधि सभाको निर्वाचनमा सबै नागरिकले कुनै पनि किसिमको डर, धम्की र त्रास बिना आफ्नो मताधिकार प्रयोग गर्न, सहज वातावरण निर्माण गर्न काममा लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारको भूमिकालाई प्रभावकारी बनाउन हार्दिक अनुरोध गर्दछु। लुम्बिनी प्रदेशमा दलित समुदायको जनसङ्ख्या करिब 15% अर्थात् 7,35,000 भन्दा बढी जनसङ्ख्या रहेको छ। तीमध्ये 60% भन्दा बढी 4,50,000 भन्दा बढी दलित चरम गरिबीको अवस्थामा बाँच्न बाध्य छन्। जातका आधारमा हुने छुवाछुत, भेदभाव, अन्याय, हिंसा र अत्याचारको शिकार हुन बाध्य छन्। यही मर्मलाई मध्यनजर गरेर लुम्बिनी प्रदेश सरकारका सामाजिक विकास मन्त्री माननीय जन्मजय तिमिल सिन्हाले दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्नुभएको छ। यो ऐतिहासिक विधेयकलाई संसदमा पेश गर्नुभएकोमा प्रदेश सरकार र सामाजिक विकास मन्त्रीज्यूलाई प्रदेशका समग्र दलित समुदायको तर्फबाट हार्दिक आभार व्यक्त गर्न चाहन्छु। नम्बर 4, दलित समुदायको समस्या समाधान नगरिकन हाम्रो प्रदेशको उन्नति र विकास हुन सक्दैन। दलितको गरिब नहर्दासम्म प्रदेश गरिबबाट मुक्त हुन सक्दैन। दलित माथिको विभेद, हिंसा र अत्याचारको अन्त्य नहुँदासम्म लुम्बिनी प्रदेश न्यायपूर्ण समाज बन्न सक्दैन। अहिले पनि दलित गुणस्तरीय शिक्षाबाट वञ्चित छन्, पोषणयुक्त खानाबाट वञ्चित छन्, न्यानो कपडा र आवासबाट वञ्चित छन्। भूमिहीनता, बेरोजगारी र अभावपूर्ण जीवन बाँच्न बाध्य छन्। त्यसैले दलित अधिकारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको दलितको सामाजिक, आर्थिक, राजनीतिक र आधारभूत अधिकारको ग्यारेन्टी गरिनुपर्छ। त्यति मात्र होइन, दलित समुदायले भोग्दै आइरहेका समस्या हल गर्ने विशेष संरचनागत, नीतिगत, बजेट तथा योजनाको व्यवस्था निर्माण गरिनुपर्ने आवश्यकता छ।
त्यसैले यो विधेयकबारे प्रदेश सभामा गम्भीर बहस छलफल र विमर्श गरी प्रदेशको दलितको हकको प्रवर्धन गर्नका लागि सबै मान्य प्रदेश सभा सदस्यहरू समक्ष हार्दिक अनुरोध गर्न चाहन्छु। दलितको मुद्दा केवल दलितको मात्र होइन, मानव समाजमा भएका विभेद र अन्याय अन्त्य गर्ने र सबैले विभेद र समुन्नत समाज निर्माण गर्ने बृहत सवाल भएको हुँदा सबै माननीय प्रदेश सभा सदस्यहरूले गम्भीरतापूर्वक छलफल गरी वास्तवमै दलितका समस्या सरकार हल गर्ने ऐनको रूपमा यसलाई अगाडि बढाउन सबैको सकारात्मक प्रयत्न हुनेछ मैले अपेक्षा गरेको छु। दलित समुदायका प्रदेश सभा सदस्यहरू र सिङ्गो प्रदेशका दलित समुदायका समुदायहरूले समेत अपेक्षा गर्नुभएको छ। समुदायको अपेक्षा पुरा गर्न हामी सबैको प्रभावकारी भूमिका रहने विश्वास लिएको छु। अन्त्यमा सामाजिक न्याय, समावेशिता, लोकतन्त्र र विभेद मुक्त समाज निर्माणमा प्रदेश सरकारले रचनात्मक, सृजनात्मक र प्रभावकारी कदम चाल्दै अगाडि बढोस्। गरिब, किसान, महिला, दलित र उत्पीडित समुदायको समस्या र सरकारलाई पहिलो प्राथमिकतामा राखेर मानवीय विकासका क्रियाकलापमा अझ बढी जोड दियोस् भन्ने आग्रह गर्न चाहन्छु। धन्यवाद।